हेलो नमस्ते, स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ म बेथान चोक भन्ने ठाउँमा चाहिँ घुम्न आएको छु हैन। बाटो चाहिँ एकदमै डेन्जर रहेछ। म चाहिँ बिहान लगभग 6 बजेदेखि 6 बजे चाहिँ गाडी काठमाडौँबाट चढेर बनेपा पनौती हुँदै आएको र बिचमा चाहिँ अहिले चाहिँ हाम्रो गाडी बाटोको कारणले फसेर चाहिँ अहिले हामी हिँड्दै गइरहेका छौँ। मौसम एकदमै दामी छ, टक्क भर्खर पानी परेर गएको छ। बाटो चाहिँ एकदमै डेन्जर खतरै रहेछ के बाटो चाहिँ। ओहो, आउन चाहियो जाने चाहिँ कसरी भन्ने टाइपको बाटो रहेछ। पुरै पहिरोले निकै नै क्षति गरेको छ बाटोलाई चाहिँ। ठ्याक्कै अहिले चाहिँ बाटो कारणले गाडी नै नआउने अवस्था भइसकेपछि, गाडी फसिसकेपछि चाहिँ हामी हिँड्दै यात्रा गरिरहेका छौँ। गाडी फसेको भिडियो पनि तपाईँलाई देखाउने नै छौँ। यहाँबाट चाहिँ मौसम चाहिँ यस्तो दामी देखिरहेको छ। बाटो अझै सरल भएको भए चाहिँ झन् रमाइलो हुन्थ्यो। त्यही पनि केही छैन, यसरी हिँडेर झन् रमाइलो भइरहेको छ हैन। यहाँबाट लगभग 10 देखि 15 मिनटमा चाहिँ हामी बजारमा पुग्छौँ। बजारबाट तरौर लिएर यो माथि ना त यस्तो समय मिलाएर यस्तो बाटोहरू हिँड्नु त कम मजा आउँछ, बवालै मजा आउँछ। त्यसैले जिन्दगीमा पैसा कमाइसकेपछि यस्तो ठाउँ चाहिँ घुम्न आउनुपर्छ। टक्क सफा प्रकृतिले एकदमै मनोरञ्जन दिने टाइपको हुन्छ नि, हो त्यसको लागि चाहिँ आउँछ। यस्तो यस्तो नेपालहरूको बाटो टक्क लगाएर हिँडेर हैन, स्वच्छ हावापानी टक्क खाएर कम मजा आउँछ। आउनुहोस् है, आउनुहोस्। पछि त लाग्ला नि फेरि, पछि पैसा कमाएपछि घुम्ने हो, रमाइलो गर्ने हो, त्यसको लागि त हो नि, होइन र? इस मंजिल को मैं रुका नहीं भन्ने जस्तो गीत हो के टाइपको। हेर्नु न, ओहो टक्क हरियो नदेखा नि धेरै भएको थियो यार। गाउँबाट आएदेखि हरियो देखाउँदैन यति धेरै। टक्क गाउँले पारामा टक्क यस्तो भिडभाड चढेर कम मजा आउँछ। कुकुर पनि साथी हो क्या हो? गाह्रो आज चाहिँ बवाल हिँड्यो यार। भिडियो चाहिँ हेर्दै गर्नु होला है, खत्रै छ भनेर। थाक्यो हिँड्ने बानी भएन छ, लास्ट तनाव हुने भयो। फिल भइरहेछ के सुमिन, यस्तै खालको सिडी छ नि त, अनि पुरै चढेर त्यस्तै फिल भइरहेछ के। थाक्यो मोबाइल टक्क लाएर हिँडिएको छ। यहाँबाट चाहिँ सायद मेरो क्यामेराले गरेर पनि होला हैन, तर त्यस्तै धेरै जुन मैले देखाउन चाहेको सिनहरू अलिकति क्यामेराले कैद गर्न सकेको छैन। मेरो आँखाले त फेरि खत्रै देखिरहेको छ भने टाढा टाढासम्म हैन। ओहो, तर के गर्नु, क्यामेराले दुकै खतरा भिड। हेर्नु गाइस, पानी पर्ला पर्ला जस्तो मौसम छ।
आज माथि गइएन आउँदा आउँदै के गर्नु त नि यस्तो खतरा डेन्जर भ्यू यो आयो पहाडको त्यही हो कि थाहा नै नहुने के कति खेर के हुन्छ भनेर यस्तो खतरा भ्यू केही छैन केही देखाएको छैन पुरै ठ्याप्पै टालिदिएको छ गाह्रो छ यार केही छैन यो यात्रा अहिले सीमितै छ भोलि बिहानै जाउँला तर केही देखिँदैन के भएको यो चाहिँ ठ्याक्कै हाम्रो बिहानको भ्यू हेर्ने गाइस कस्तो दामी भ्यू देखेको छ भने बिहान चाहिँ दामी हेर्नु न टक्क लाएर अब चाहिँ ठ्याक्कै हामी यहाँबाट निस्केर उता माथि मन्दिरतिर जाँदैछौँ होइन मन्दिरको बाटो कस्तो रहेछ भनेर तपाईँलाई देखाउने नै छु टक्क लाएर ठाडै भिड चढ्दै अगाडि बढ्दै बाटो चाहिँ यस्तो छ है पुरै तल भिरैभिर खोलाको छङछङ आवाजले चाहिँ एकदम मनै लोभ्याउने टाइपको होइन आहा कस्तो दामी आवाज आएको बाटो चाहिँ यस्तै यस्तै छ टक्क अलिकति साँघुरो साँघुरो पहाडको बाटो यस्तै हो तर पहिरोले चाहिँ निकै नै कडा गराइसक्यो यो तल पुरै यो पहिरो गएको टक्क लाएर ठुलो ठुलो रुख होइन आहा यस्तो चिसो के चराचुरुङ्गीहरूको त्यस्तो दामी आवाज त्यसैले त भन्छु विश्वको धनी देश प्रकृतिमा हो कि हाम्रो देश प्रकृतिमा विश्वमा सबभन्दा धनी देश हो त्यसै नेपाललाई विश्वकै धनी देश भनेको हो यसरी नै भनेको हो अग्ला अग्ला पहाडहरू पुरै पहिरोले हुने लगेछ सबैभन्दा तरा बाटोमा आइसक्यो हामी एडभेन्चर इन नेपाल पुरै पहिरोले पहाडीले हेर्नु न ढुङ्गाहरू कहाँ कहाँबाट कस्तो उड्दैनहरूले राख्छ नि टक्क सिडी चढियो हेर्नु न गाइस यस्तो डेन्जर मौसम पुरै कुहिरो लागेर त्यही माथिबाट यस्तो दामी ठाउँ यस्तोबाट हामी तर्नुपर्छ है पानी मोबाइल पनि लिन्छ
चिसो पर्यो है खतरा चिसो पानी रहेछ त पानी खतरा चिसो रहेछ क्या जुत्ताको होला त्यस्तो भइसक्यो के भयो पुरै खोलाले गएर यस्तो डेन्जर भयो के बवाल ठाउँ कस्तो रमाइलो लागिरहेको छ मलाई यस्तो वातावरण एउटा अलिकति दुःखको खबर यस्तो सुन्नु होइन अलिकति दुःखै लागिरहेको छ हामी जाने बाटो चाहिँ माथि पुग्ने बाटो चाहिँ पहिरोले गरेर चाहिँ पुरै भतेको छ अरे अनि मान्छे चाहिँ जानै दिएको छैन अरे के जुन प्लान बनाएर आयो जुन एउटा सोच बनाएर आयो होइन त्यो चाहिँ एकदमै ठुलै लाग्यो अब चाहिँ हामी बाध्यताले गरेर नै फर्किने अवस्थामा आयो होइन त्यो पनि केही छैन अहिलेसम्म हामीले जति पनि रमाइलोहरू सिन गऱ्यो त्यो एकदमै रमाइलो भयो भिडियोहरू खिच्यौँ है यो सबै कुरा आफ्नो सोचेको जस्तो हुँदैन भनेर चाहिँ यसरी नै थाहा हुँदो रहेछ जुन सोच बनाएर म काठमाडौँबाट आएको त्यो सोच अलिकति भएन यो भिडियो चाहिँ लास्टसम्म हेरेर चाहिँ अलिकति भिडियोलाई अलिकति सपोर्ट गरिदिनु होला अब पक्कै पनि हामी चाहिँ अन्त्य हुने बेला आएको छ है भिडियो अन्त्य हुने बेला आएको छ भिडियो लास्टसम्म हेरिदिनु भयो धेरै धेरै खुसी लाग्यो आज त्यस्तो सफल भएन होला तर केही छैन हामी फेरि यात्रा गर्नेछौँ र अर्कोपालि सक्सेस भएर देखाउँछु र हजुरले पनि त्यही कामना गर्नु होला अन्त्यमा जाँदा भिडियो कस्तो लाग्यो लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला र केही सल्लाह सुझावहरू दिने छ भने कमेन्ट बक्समा गएर दिनु होला भन्दै अर्को भिडियोमा फेरि भेट्नेछौँ लाउरे भन्छ अफिसियललाई सधैँभरि माया गरिदिनु होला ओके बाई बाई